गाईको त त्यही कति 24 करोड पुग्यो बुढ्या त देख र अहिले त गाउँ गाई होइन गाई पुरा गराएको तर ठाडै पारेको खिच्छ किन ए ठाडो चाहिँ भ्लग हाल्नु मिल्दैन ठाडो त सर्ट हो त्यस्तै गाई होइन रसिल चाहिँ उहाँ हाम्रो भाइ चाहिँ कान्छो भाइ चाहिँ अगाडि उहीँ पुगिसक्यो कहाँ पुग्यो थाहा छैन हामी चाहिँ हिँडिरहेको छौँ र ब्ल्याक नलाऊ मेरो चस्मा फुट्ला बल्ल बल्ल गुचीको चस्मा किनिन्छ फेरि पनि फुटेर क्या त्यस्तो होइन हेर्नु अनि कतिको स्पिडमा चलिरहेको राजु च्याट्ट टक्क लाग्छ स्कुल पनि जानुपर्छ अहिले एकछिनमा टक्क घुम्न ल यहाँ चाहिँ यो डोबाटेको मन्दिर यो पाटी पौवा स्कुल पुरा छ होइन यहाँ बुढाहरू धेरै हुन्छन् भाइ बहिनीहरू के को बुढाहरू नि त्यही भएर बिस्तारै बिस्तारै जानुपर्छ है यो चाहिँ डोबाटे भन्ने ठाउँ हो र अहिले त कहाँ डाँडा काटिसक्यो थाहा छैन टक्कलारै त्यस्तो छ होइन देख्न सक्नुहुन्छ यो कुकुर ह्याप्पी दसैँ कुकुरलाई चाहिँ ह्याप्पी दसैँ भन्यो चङ्गा दसैँ लगाइराख चङ्गा पनि उडाइराख्नु हेर्नु देख्न सक्नुहुन्छ ब्लर आउला आउन चाहिँ अनि यस्तो छ होइन टक्क लाएर च्याट्ट लाएर बाजे पनि ए माछा त्यो कामै के गर हरला चाहिँ मुलाको साग दाजु त त्यो अहिलेको जानी दाजु क्या फेरि बोलेको सुन हाल है राजीव फेरि त गाई हामी चाहिँ गाईको घुमेर आयौँ अहिले चाहिँ हामी फुटे पिपल आइपुग्नु लाग्यौँ अनि बाइक साथ यो बाटो चाहिँ अप्ठ्यारो अनि त्यही अब भिडियो खिचिन्छ गाड्दा गाउनु यही हो टुडे पिपल के अरे एक्लै पिपल भन्छ एक्लै पिपल टुडे पिपल भन्छ अनि भैरङ थान पनि आउँदैछ गाइजहरू होइन भैरङ थान पनि आउनु होला घुम्दै घुम्दै यो बाटो चाहिँ राम्रै छ धेरै कति होइन अब यस्तै भयो नि यसमा यस्तो मजा आउँदैन गाई चाहिँ ब्लग बनाएको थिएन धेरै भएको रसिल कहाँ गयो हाई स्कुल जाने विजय दशमीको शुभ दीपावली मङ्गलमय शुभकामना तपाईँहरूको दिन शुभ रहोस् हात्ती ह्याप्पी दसैँ